रणबहादुर शाहको पालादेखिको हाटमा दशैं किनमेल गर्नेको भिड। पुरानो इतिहास बोकेको रामेछाप नगरपालिका 8 रामेछापको बिहीबारे हाटमा दशैंको किनमेल गर्ने मानिसहरूको भिड लागेको छ। राजा रणबहादुर शाहको पालादेखि लाग्दै आएको रामेछापको हाट मध्यपूर्व नेपालको ठूलो हाट मध्येको हाट हो। रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा तीज, दशैं, तिहार लगायतका पर्व अगाडिको बिहीबारको दिन क्रेता र विक्रेताहरूको बाक्लो उपस्थिति हुने गर्दछ। बिहीबारको हाट हिउँदमा गहत, मस्याङ्ग लगायतका गेडागुडी खरिद बिक्रीको लागि तथा दशैंको समयमा कुखुरा, बोका र खसी किनमेचको लागि निकै चर्चित छ। बिहीबारको हाटमा अन्य उपभोग्य सामग्रीको साथै खसी, बोका र कुखुरा तथा कपडा, तरकारी लगायतका सामान खरिद गर्ने मानिसहरूको निकै भिड थियो। हाटमा खसी, बोका तथा उपभोग्य सामान खरिदको लागि जिल्लाका विभिन्न भागका साथै दोलखा, सिन्धुली, ओखलढुङ्गा, काभ्रे लगायतका जिल्लाका मानिसहरू भेला भएका थिए। खसी, बोका र कुखुरा बिक्री गर्न रामेछाप र सिन्धुलीका किसानहरूले रामेछाप हाटमा ल्याएका थिए। रामेछाप हाटमा पहिला सिन्धुलीको तीनपाटन, ग्वालटार लगायतको क्षेत्रबाट चामल, चिउरा, सिन्धुलीको बितिजोरबाट केरा, रामेछापका विभिन्न गाउँबाट तरकारी र तराईसम्मका व्यापारीहरूले दैनिक उपभोग्य सामान बिक्रीको लागि ल्याउने गर्दथे। अहिले सडक विस्तारसँगै रामेछाप बजार आउने उपभोग्य सामान र उपभोक्ताको क्षेत्र साँगुरिँदै गएको छ। तथापि चाडबाडमा भने विशेष हाट लाग्ने गर्दछ।